हेलो साथीहरू सबैलाई नमस्कार एन्ड रोल बिया है त। आज म बनाउँदैछु ब्रेकफास्ट विथ ब्राउन ब्रेड एग टमेटो लाइदिँदै लागिन्छ। ओके, हेर्दै गर्नु होला भिडियो। सो म स्टार्ट गर्न लागिरहेको छु। हामीसँग छ अहिले दुईवटा टमाटो, एउटा काँक्रा ब्रेकफास्ट गर्नको लागि एकमा चाहिँ अन्डा लगाएर गर्दैछु। सबै अन्डा ब्रेक भइसकेपछि म हालिदिन्छु धनियाँ प्याज मजाले स्वाद अनुसारको मिक्स गरेर प्यानमा मजालाई भइसकेपछि त्यसमा बटर छैन भने तेल मजाले हाल्ने, तेल हालेर राम्रो हुन्छ, बटर हालेर राम्रो मिडियममा राखिदिनु होला। मजाले यसरी अन्डाको कलर पनि फरक हुन्छ। ब्राउन कलर भइसकेको छ है। मैले काँक्रा सारा काटिसकेँ, काँक्रा टमाटर प्याज मैले काटिसकेको छु। म फर्काउनेछु र मैले यसलाई फर्काइसकेको छु। यस्तो भइसकेपछि अझ फर्काउने है त। अब यसलाई 2 मिनट छोडिहाल्छ। वाउ, अन्डा मस्त भइसक्यो। अब जान्छ यो चपिङ बोर्डमा। पिज्जा आकार भयो चटसँगले बनाउँछ। ब्रेडमा हाल्दैछु। मसँग छ ब्राउन ब्रेड। तपाईँले आफ्नो स्वादअनुसार ब्रेड खान सक्नुहुन्छ। म चाहिँ ब्राउन ब्रेड मन परेन भने ब्राउन ब्रेड खाने गर्छु। मलाई राखौँ यसरी ब्रेड 1 2 3 4 सबै गर्दै के गर्दै मैले ब्रेडमा अन्डा हाल्दैछु। अनि यसमा एड गर्छु अनियन। तपाईँको अनियन चाहिँ आफ्नो स्वादले खानु होला, कस्तो कति मनपर्छ होइन। काँक्रा है, स्वादले अब तपाईँ एड जे गर्नु पाउँछ। ससहरू तपाईँ टमाटर यसरी नाल्दै जानु होला। ठाउँको लागेन साथीहरू तपाईँहरू। बस यो भयो आजको ब्रेकफास्ट तयार भयो है। कमरे खानु त त्यसपछि गर्दै कभर गर्दै जाउँ। Dame. हामी Dame. वाउ, थ्याङ्क यू सो मच। Taco, anda, bread, dame. बेस्ट बर्गर झोला एक ग्लास पानी दो। कसो बाबु झोला छुट्टी आजा। म टेस्ट गर्छु है त।